ओके सो आजको क्लास चाहिँ अलिकति डिफ्रेन्ट छ मैले डिफ्रेन्ट गरिरहेको छु गर्नुपर्ने क्वेसन पनि आइलायो सो त्यो भएर पनि हो सो आज चाहिँ म तपाईँहरूलाई कलर करेक्सनको कुरा गराउँछु कलर करेक्सन भनेको चाहिँ बिग्रिएको कलर अनि यदि कन्ट्रास्ट छैन भने कन्ट्रास्ट त्यसमा कसरी गेन गराउने अनि ब्राइटनेसहरू कसरी कन्ट्रोल गरिन्छ या भनौँ यावत कलरको कुराहरू कसरी गरिन्छ त प्रिमियर प्रोमा भन्ने कुराहरूको विषयमा चाहिँ आज तपाईँहरूलाई मैले जानकारी दिन गइरहेको छु सो क्लास इम्पोर्टेन्ट छ रेकर्डेड क्लास हो यो रेकर्ड किन गर्नु पर्यो भन्नुहुन्छ भने पनि यसको आफ्नै रमाइलो स्टोरी के छ भन्दाखेरि यो चाहिँ तपाईँको अन कम्प्युटर अन लाइभ गर्दाखेरि चाहिँ यो स्क्रिन ब्ल्याकआउट भइराखेको प्रब्लम छ एकदमै हेभी ग्राफिक्स ओरिएन्टेड काम भएको कारणले गर्दाखेरि अति नै यो के छ त यो चाहिँ हेभी ग्राफिक्स ओरिएन्टेड काम भएको भएर बेला बेलामा डिस्प्ले ब्ल्याकआउट हुने त्यस्तो खाले प्रब्लम चाहिँ मैले विगतको क्लासहरूमा फेस गरिरहेको भएर यसलाई चाहिँ मैले रेकर्डै गरेर मजाले बुझाउँछु भन्ने तरिकाले चाहिँ माइन्ड मेकअप गरेर चाहिँ यो क्लास यसरी मैले रेकर्ड गरिरहेको छु सो अब यो त भयो गन्थन मन्थनका कुरा अब कामको कुरातिर जाउँ सो सबैभन्दा सुरुमा कलर ग्रेडिङ र कलर करेक्सनको बिचमा चाहिँ डिफ्रेन्सियसहरू के छ भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ कलर करेक्सन भनेको बिग्रिएको कलरलाई ठिक गर्ने प्रक्रियालाई हामीले कलर करेक्सन भन्छौँ कलर ग्रेडिङ भनेको चाहिँ अब करेक्सन गरियो है अब बिग्रिएको फुटेजलाई ठिक ठाउँमा लिएर आइयो है ठिकठाक हेर्न हुने लायक बनाइयो है भनिसकेपछि अब त्यसको मुड कस्तो बनाउने त हैन टिल ओरेन्ज लर्ड्सहरूको कुरा आउँछ हलिउड टाइप्सको लुक्स भन्ने कुरा आउँछ विडिङको अर्कै लुक्स होला फुटेज हेर्दाखेरि हैन त्यो त्यो लुक्स कसरी एचिभ गर्ने भन्ने चाहिँ त्यो चाहिँ ग्रेडिङको पाटो भयो भने बिग्रिएको कुराहरूलाई मिलाउने पाटो चाहिँ के को हो त भन्दाखेरि कलर करेक्सनको करेक्सन बिग्रियो अब मिलाऊ करेक्ट गर भन्न खोजेको ओके सो ओके यसको प्रक्रिया एकदमै सिम्पल छ सो सुरु गरौँ सुरुबाटै सो यसलाई मैले यसरी टाइम लाइनमा लिएर आएर यसरी राखेँ सो यो फुटेज मेरो यो टाइम लाइनमा आयो अब यो फुटेजमा के कमजोरी छ भन्ने कुरा चाहिँ हेर्नको लागि हामी युज गर्छौँ लुमेट्रिक स्कोप अब कहाँ पाइन्छ लुमेट्रिक स्कोप प्यानल हो भने कहाँ जानु पर्यो प्यानलमै गएर लिएर आउनु पर्यो विन्डोबाट निकाल्नु पर्यो ओके लुमेट्रिक कलर चाहिँ यो भयो अब यो चाहिँ तपाईँको प्रेड आरजिबी भयो यो चाहिँ के हो त तपाईँको भ्याक्ट्री स्कोप भयो अब भ्याक्ट्री स्कोप स्किन टोनहरूलाई मेन्टेन गर्नको लागि मोस्ट अफ द केसमा युज गरिन्छ तर प्रेड आरजिबी जुन छ यो चाहिँ तपाईँको कलर कतातिर गइरहेको छ त ओभरअल इमेजमा के भइराखेको छ त एक्टिभिटीहरू के भइराखेको छ भन्ने कुरा चाहिँ यसले चाहिँ बुझाउँछ अब कर्भको क्लास फोटोसपमा तपाईँहरूले लिइसक्नु भएको छ आरजिबी च्यानलको कुराहरू आउँछ यसमा पनि सेम त्यही केस हो अरू केही पनि हुँदैन कर्भको कुरा चाहिँ बुझ्नु भएको छैन कर्भको भिडियो हेर्नु पर्यो 3 चोटि अब हामी यहाँ अब करेक्सन गर्ने पनि त्यही कर्भको मेथडबाट हामी करेक्सन गर्दै जाने हौँ त्यही भएर त्यो कुरा पनि इम्पोर्टेन्ट छ सो ओके लेट्स मेक यतिको ठिक्क छ अब हामी जाउँ लुमेट्रिक कलर भन्ने प्यानल निकाल्नलाई लुमेट्रिक कलर भन्ने एउटा मैले यो प्यानल निकालेँ ओके लुमेट्रिक कलर भन्नेलाई पनि मैले यतै इफेक्टहरूको उसमा चाहिँ राखिदिएँ ओके सो या नभए ओके लुमेट्रिक कलरलाई साइडमा राखेर यसरी पनि गर्न मिल्छ है मिल्नलाई चाहिँ अब यो सुई चलाउन सक्ने हुनुपर्छ तपाईँहरू आफै हुनुपर्छ यो मैले गरिदिएर हुने भन्ने कुरा चाहिँ हुँदैन यसलाई चाहिँ आफैले यो प्यानलहरूलाई एडजस्ट गर्ने चलाउने आफैले गर्नु सक्ने हुनुपर्छ यो चाहिँ ओके ल ठिक छ ओके नो प्रब्लम अब जाउँ कामको कुरातिर अब ओभरअल इमेजमा के कुरामा कमी देख्नु भयो त तपाईँले अब मैले देख्ने कमी कमजोरीहरू तपाईँले नदेख्न सक्नुहुन्छ र तपाईँले देख्न सकेको कमी कमजोरी मैले नदेख्न सकौँला किनभने कलर भनेको सबै व्यक्तिहरूको आफ्नो आफ्नो टेस्टको कुरा हो है मलाई हल्का नुन कम भए पनि ठिक छ चल्छ तपाईँहरूलाई अलिकति टाठो पिरो मन पर्ला सेम केस कलरमा हो ओके सो अब सबैभन्दा सुरुमा हामी
यसलाई यो बिग्रिएको फुटेजलाई बनाउनतिर लाग्छौँ। अब बनाउने कसरी भन्ने कुरा चाहिँ हेरेर अब यसमा दुईवटा प्रब्लम मैले देखिरहेको छु। यो हल्का हल्का अलि पहेँलो पहेँलो हो कि हल्का पहेँलोतिर सिफ्ट भएको हो कि जस्तो देखिएको छ, एक नम्बर केस। एनोदर नम्बर केसमा यो अलिकति चाहिने भन्दा बढी नै ब्राइट भएको हो कि जस्तो पनि छ, यो सेकेन्डरी केसमा चाहिँ। अब यो दुईटा केसमा चाहिँ पहिला सुरुमा जे प्रब्लम देखियो त्यो प्रब्लमलाई फिक्स गरौँ। सबैभन्दा सजिलो हुन्छ ब्राइटनेस फिक्स गर्नको लागि, कलर फिक्स पछि गरौँला। सबैभन्दा सुरुमा हामीले अब के फिक्स गर्नु पर्यो भन्दाखेरि ब्राइटनेस। सो लेट्स डु इट है। अब हामी जाउँ कहाँ त, अरू केही चलाउनु पर्ने आवश्यकता हामीलाई केही पनि हुँदैन, खासै त्यस्तो पर्दैन। हामी आउँछौँ स्टेप बाई स्टेप त्यसमा पनि, तर अरूमा त्यति धेरै दिमाग लगाउनै पर्दैन जब हामीसँग कर्भ छ भने। किन? कर्भ भनेको मास्टर टुल हो, इट इज अ भेरी पावरफुल टुल भनेर हामीले चाहिँ टोनल रेन्जमा गएर काम गर्न सक्ने टुल हो यो। मेनुपुलेटिङ दि टोनल रेन्ज भन्ने कुरा हामीले कर्भको क्लास फोटोसपमै पढिसकेका छौँ। सो अब सबैभन्दा सुरुमा हामीले फोकस गर्नुपर्ने कुरा के हो त भन्दाखेरि, हामीले फोकस गर्नुपर्ने कुरा के हो भन्दाखेरि ब्राइटनेस। यो आरजिबी च्यानल पहिला यो फिक्स गर्नु पर्यो। अब यो लुमेट्रिक स्कोपमा यो हेर्ने तरिका नि बुझ्नु पर्यो। कसरी हेर्ने त भन्दाखेरि, यो माथि सिलिङलाई सबै कलरहरूले छुनु भनेको के हो? ब्राइटनेस इन्क्रिज हुनु हो, आरजिबीकै भ्यालु धेरै हुनु हो। धेरै हुनु भनेको चाहिँ के हो त भन्दाखेरि, आरजिबीकै भ्यालु धेरै हुनु भन्नुको तात्पर्य सिधा सिधी एउटै मिनिङ लाग्छ, त्यो के हो त भन्दाखेरि ब्राइटनेस बढी छ। किन? आरजिबीको भ्यालु नै धेरै छ। अब हामी यहाँ हेर्न सक्छौँ रेड अलिक कम छ, ग्रिन त्योभन्दा अलिकति बढी छ, र ब्लू अलिकति धेरै नै छ। ब्लू चाहिँ अलिकति तलै आए पनि यो ब्लू र ब्ल्याक सिङ्क हुने भएर यसमा चाहिँ अलिकति ब्लूलाई चाहिँ अलिक ध्यान दिएर हेर्नुपर्ने हुन्छ। ओके, अब सबभन्दा सुरुमा फिक्स गर्ने मेथडतिर जाउँ। अब इन्डिभिजुअल मेथड हुन्छ र अनि एउटा बल्क मेथड हुन्छ। पहिला बल्कमा फिक्स गर्ने अनि त्यसपछि इन्डिभिजुअलमा जाने। अब यो माथि सिलिङलाई छुन नदिने हाम्रो पहिलो टास्क चाहिँ त्यो हो। अब यसलाई थोरै डाउन गरौँ, यो माथिको सिलिङलाई छुन नदिउँ हामीले यसरी। ओके, सिलिङबाट हामीले माथिबाट के गर्यौँ त यसलाई छुटायौँ। ओके, अब बिफोर एन्ड आफ्टर हेर्दै गर्ने हो है काम चाहिँ, के भइरहेछ भन्ने कुरा चाहिँ हेर्नु पर्यो। अब यति गर्दैमा के चेन्जेस भयो हेर्नु पर्यो। पहिला यस्तो थियो, पछि यस्तो भयो, पहिला यस्तो थियो, पछि यस्तो भयो, पहिला यस्तो थियो, पछि यस्तो भयो। ओके, यतिसम्म गऱ्यौँ, एउटा फिक्स गऱ्यौँ। ओके, अब एउटा काम फिक्स गरिसकेपछि लेट्स मुभ टु एनोदर काम फिक्स गर्नेमा। अब कलर स्पेसमा हामीलाई भिजुअल क्वालिटी इन्क्रिज गर्नु पर्यो भने के चाहिन्छ भन्दाखेरि, हामीले हाई डाइनामिक रेन्जको भरपुर सदुपयोग गर्नुपर्छ। हाई डाइनामिक रेन्ज भनेको के हो त? हाई डाइनामिक रेन्ज भनेको यो कलर स्पेस जुन छ आरजिबी कलर स्पेस, यसमा चाहिँ कलरहरू सबै तन्किनु पर्यो, आउनु पर्यो है। त्यो कारणले गर्दाखेरि अब यहाँ चाहिँ के हुन्छ त भन्दाखेरि, यो रेड च्यानलमा म गएर यो रेड च्यानल तलतिर ल्याउनु पर्यो। किन? यसलाई तन्काउनु पर्यो, फैलाउनु पर्यो, कलर स्पेसको भरपुर युज गर्नु पर्यो। अब यसलाई मैले तलबाट यसरी तलतिर तान्नलाई मैले इफोर्ट गरिरहेको छु। ओके, मैले तान्दैछु सर्टेन पार्ट, अझै तान्छु मैले समथिङ लाइक दिस, समथिङ एराउन्ड दिस। ओके, मैले यहाँसम्म मैले ताने। अब सिमिलरली वी हेभ टु एडजस्ट अल अफ दिस। ओके, अब त्यसपछि हामी कहाँ जाउँ? ब्लूमा जाउँ। ब्लूलाई पनि थोरै म तन्काउन चाहन्छु, थोरै थोरै यता लिएर आउँ तलपट्टिको साइडमा, यसरी ब्लूलाई पनि थोरै लिएर आउँ र ग्रिनलाई पनि थोरै लिएर आउँ। किनभने ग्रिनिस देखिसक्यो। किन देखियो त भन्दा ग्रिनको भ्यालु कम छ नि त यहाँ। अब थोरै ग्रिनलाई पनि यता तलतिर लिएर आयो भने मजेन्टा एड हुन्छ। सो त्यो कुराहरू पनि के हुन्छ, बिस्तारै फिक्स हुन्छ। अझै थोरै म ग्रिनलाई जान्छु, किनभने टोन के हो त, मलाई गुलाबी टोन आउँछ ग्रिनलाई कम गर्दाखेरि, जुन कि विडिङको लागि चाहिँ यो सिनको लागि ठिक हो। यसरी हामीले कन्सेप्चुअल तरिकाले पनि हामीले के गर्नु पर्यो त, यो कस्तो खाले फुटेज हो त, सिनेमाको हो कि मुभीको हो कि विडिङको हो कि के को हो त, त्यो अनुसारले पनि हामीले करेक्सनहरू गर्नुपर्ने हुन्छ। सो लेट्स चेक बिफोर एन्ड आफ्टर। एक्चुअली फेरि देयर इज द बिफोर एन्ड हियर इज द आफ्टर। बिफोर आफ्टर, बिफोर आफ्टर। ओके, अब आरजिबी कम्पन्सेसन, क्षतिपूर्ति। किन?
यसलाई तन्काएर तल लिएर आउँदाखेरि त ओभरअल सबै तन्कियो नि त। त्यही भएर मिड टोन कतैमा व्हाइट च्यानलमा मिड टोनको कतैमा थोरै स्लाइटली लिफ्ट गर्नु पर्न सक्छ, तर तल पनि आउन सक्नुहुन्छ। तपाईँलाई हाई कन्ट्रास्ट चाहिएको छ भने तल पनि आउन सक्नुहुन्छ, तर मोस्ट अफ द केसमा के हुन्छ त यो माथि थोरै उचाल्नु पर्ने केस हुन्छ यदि तपाईँले कलरलाई चाहिँ तल तान्नु भएको छ भने। सिमिलरली माथि तान्नु भएको छ भने हल्का तल गर्नुपर्ने सक्ने कन्डिसन हुन्छ। इट डिपेन्ड्स। अब यो व्हाइटले त तपाईँको इमेजमा उज्यालोपन बढाउने हो कि उज्यालोपन घटाउने भन्ने कुरा मात्रै राख्छ यो सेतोवाला कर्भले। बाँकी यो वेभ फर्म आरजिबी यो वेभ फर्म भन्दा प्रेड आरजिबी हेरेर हामीले के गर्नुपर्छ त कलर स्पेसमा कलर कतातिर तन्किरहेको छ त भनेर हामीले फिक्स गर्नुपर्ने हुन्छ। अब यो त भयो सरसर्ती कमन कुरा। अब प्रब्लम आउने ठाउँ कहाँ हो त, के हो त प्रब्लम आउने ठाउँ, त्यतातिर पनि जाउँ। अब प्रब्लम आउने ठाउँ भनेको सेम लाइटिङ कन्डिसनमा तपाईँले करेक्सन गर्नुभयो भने नो प्रब्लम, त्यसमा केही समस्या आउँदैन। तर तपाईँको क्यामेरा एङ्गल चेन्ज भयो भने त्यसमा प्रब्लम आउन सक्छ। हो त्यति कुरा मात्रै डिफ्रेन्ट हो, अरू खासै केही कुरामा नि चिन्ता लिनु चाहिँ पर्ने अवस्था चाहिँ छैन। ओके, सो लेट्स प्ले इट एकचोटि। ओके, फेरि एकचोटि प्ले गरौँ। या हो यसरी चाहिँ हामीले के त करेक्सन गर्न सक्छौँ। ओके, सो बिफोर एन्ड आफ्टर अझै अलिकति कन्ट्रास्ट बढी चाहियो भने यो बढी नै उज्यालो छ, यसलाई हल्का तपाईँले कम गरेर डाउन गरेर अलिकति मोर कन्ट्रास्ट एड गर्न सक्नुहुन्छ। ओके, यो अप्सन पनि एभाइलेबल छ होइन। तपाईँलाई तल ब्ल्याक पोइन्टतिर मात्रै कन्ट्रास्ट चाहियो भने ब्ल्याक पोइन्टतिरबाट अगाडि बढ्न पनि सक्नुहुन्छ। ब्ल्याक पोइन्टतिर अगाडि गरेर यो हाइलाइटको पार्टमा थोरै उज्यालो एड गर्न मन लाग्छ भने यु क्यान डु इट। यो टोटली तपाईँको टेस्ट हो। अब बिफोर एन्ड आफ्टर एकचोटि फेरि चेक गरौँ। सो बिफोर एन्ड आफ्टर। अब यो भयो के त भन्दाखेरि कलर स्पेसको हामीले भरपुर युटिलाइज गरेको, अनि त्यसपछि यो आरजिबी फर्महरूलाई तानेको तन्काएको कुराहरू सबै यो कुराहरू भयो। ल सो तल पनि त्यति छुन दिएको चाहिँ हामीले राम्रो मानिँदैन, सो मैले ब्याक गरेँ। यहाँ तल आएर थिग्रिन दिनु भएन, कलर स्पेसको भरपुर युज गर्नु पर्यो। तर यो थ्योरी हो, तर यो भनिरहँदा यो थ्योरी हो। प्र्याक्टिकल लाइफमा हामीलाई तलै गर्दाखेरि राम्रो देखिरहेको छ भने प्रेड आरजिबी यो वेभ फर्म आरजिबी यसलाई गोली हान्ने हो। यता हामीलाई यता आँखाले हेर्दाखेरि आँखाभन्दा ठुलो कुनै न भ्याक्ट्री स्कोप छ, कुनै लुमेट्रिक स्कोप छ, केही पनि छैन। आँखाभन्दा ठुलो कुनै स्कोप हुनसक्छ, केही हुनै सक्दैन। त्यही भएर तपाईँलाई के लाग्छ यो त जस्ट कतातिर छौँ कुन दिशामा छौँ भन्ने कुराले अर्थ राख्ने भएर मात्रै यो हेर्ने हो, नत्र आँखाले नै फिक्स गर्ने हो नि त मोस्ट अफ द कुरा त हो। त्यही भएर यो कुरा चाहिँ बुझिराखौँ। अब मलाई फिक्स गर्नु पर्यो भनेको के हो त, फिक्स के गर्नु छ त पहिलो आएको कुरा हो। पहिलो आयो भने हामीले ब्लूले मजाले फिक्स गर्न सक्छौँ, ब्लूलाई इन्क्रिज गरेर। सो ब्लू हल्का ब्लू इन्क्रिज गरिदिने बित्तिकै के भयो त यो पहिलो आउने प्रब्लम पनि सल्भ भयो। ओके, लेट्स थोरै ब्लूको एमाउन्ट इन्क्रिज गरौँ, समथिङ लाइक दिस मेबी, आई थिङ्क सो। सो एकचोटि फेरि बिफोर एन्ड आफ्टर चेक गरौँ। Here is your before and here is your after. Before, after. Okay, so yeah, यसरी नै similar to this. Okay, so let's do with this footage. Okay, this is over brightened photo, धेरै नै बिग्रिएको फोटो। अब फुटेज अनुसारको हुन्छ, यो नसोच्नुहोस् कि यसमा यो फुटेजमा फिक्स गरे यसमा पनि त्यही आउँछ भनेर सोच्नु हुँदैन। त्यो चाहिँ के हो त प्रत्येक फुटेजलाई गर्न मिल्छ। अब कपी पेस्ट एट्रिब्युट्सहरू गर्न मिल्छ, नत्र एउटा एडजस्टमेन्ट लेयर बनाएर एकैचोटि पनि गर्न मिल्छ। त्यो हामी स्टेप बाई स्टेप आउँला, तर अहिले प्र्याक्टिस गर्ने चरणमा छौँ, इन्डिभिजुअली प्र्याक्टिस गरेको बेटर हुन्छ। सो वाट वी हेभ टु डु, सो वी हेभ टु डु म्यानुअल्ली। अब सबैभन्दा सुरुमा कलर स्पेसमा के भइरहेको छ यो हेरौँ। यसको माथितिर सबै कलर के छ त थिग्रिरहेको छ। कलर धेरै माथि के भयो त सिलिङमा गएर थुप्रियो। सबैभन्दा पहिलो काम कलरलाई तल लिएर आउँ।
समथिङ लाइक दिस। ओके, अब छुट्याइयो तलतिर पनि अब के गर्नु पर्यो त, यो तल कलर स्पेसमा त यो भरपुर युटिलाइज गर्नु पर्यो नि यसलाई। सो यसलाई पनि यसरी तल यसरी भरपुर यसलाई तल युटिलाइज गर्नु पर्यो। ओके, येल्लो आइरहेको छ, येल्लो टोन मैले पनि फिल गरिरहेको छु तपाईँले जस्तै। यसलाई अहिले हामी पछि फिक्स गर्छौँ। सो लेट्स गो टु रेड च्यानल, थोरै रेड च्यानल पनि डिक्रिज गरौँ। सो समथिङ लाइक दिस। तल ग्रीन पनि थोरै एड गर्दा पनि बेटरै हुन्छ। सो थोरै ग्रीन, ओके, थिग्रिन दिनु भएन, तल आएर नथुप्रियोस् हाम्रो कलर, समथिङ लाइक दिस। ओके, लेट्स चेक बिफोर एन्ड आफ्टर। यति गर्ने बित्तिकै पहिला यस्तो थियो, पछि यस्तो भयो। पहिला यहाँ कहाँ चाहिँ पुरै सेतो पिडो जस्तो थियो, कहाँ हो के हो थाहै छैन, तर पछि कमसेकम अलिअलि केही त रहेछ भन्ने चाहिँ भयो। अब यसमा चाहिँ के चाहिएको त हामीलाई, कन्ट्रास्ट चाहिएको। कन्ट्रास्ट केले लुटिरहेको छ त, कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ, समयले जवानी लुटेपछि आयो भने जस्तै कन्ट्रास्ट भन्ने चिजलाई लुटेपछि आयो भने जस्तै कन्ट्रास्ट केले लुटिरहेछ त भन्दाखेरि ब्राइटनेस धेरै भएर कन्ट्रास्ट लुटेको छ। कन्ट्रास्ट भनेको त ब्ल्याकको मात्रा पनि त्यति नै हुनु पर्यो, जति ब्राइटन छ कन्ट्रास्ट हुनुको लागि त्यति डार्क पनि डार्कै हुनु पर्यो नि त। त्यो कारणले गर्दाखेरि सो लेट्स अझै यो आरजिबी पोइन्टलाई अझै तलतिर तानौँ। सो म त भन्छु मिड टोनतिरकै साइडबाट तानौँ, यसरी छड्के कर्भ तरिकाले तानौँ। ओके, या यसरी हामीले तान्यौँ, समथिङ लाइक दिस। ओके, यति भन्दा म तान्दिनँ। अब ठिक छ, यहाँभन्दा अति गऱ्यो भने बिग्रिन्छ, किनभने व्हाइटको भ्यालु नै हामीले यत्रो घटाइसकेको छौँ हो। अब यहाँभन्दा बढी गर्दिनँ। पहेँलो इजी फिक्स, पहेँलोको के हो त काउन्टर, येल्लो। सो हामी येल्लो रिजनलाई हामीले यसरी चाहिँ काउन्टर गर्नको लागि हामी के गर्छौँ त, यो चाहिँ इन्क्रिज गर्छौँ। तर यहाँनिर एउटा क्याच छ, यो रिजन के हो त, मिड टोनको रिजन हो। सो मिड टोनलाई हामीले मिड टोनबाट बढायौँ भने त्यो रिजन छिटो चाहिँ के हुन्छ त, फिक्स हुन्छ। ओके, धेरै अति पनि गर्न भएन। सो यताबाट भन्दा पनि तल डार्कै साइडबाट हामीले उचाल्दै जाउँ ब्लूलाई। धेरै नै फेरि ब्लू देखियो डार्क रिजनमा, ठिक छ, मिड टोनबाट उचालौँ। ठिक छ, हामीले यता यसरी गरेर पनि यतातिर फेरि यताको पोइन्टलाई हामीले यसरी फेरि तल पनि तान्न मिल्छ, यसको लागि समस्या छैन। मेनुअली हामीले यसरी फिक्स गर्न सक्छौँ। तर सबभन्दा सजिलो माथिबाटै उचालिदियो भने सबसे इजी चाहिँ यही नै हुन्छ। यसलाई थोरै यताबाट उचालौँ अनि थोरै यो रिजनमा पनि हल्का एक्सर्साइज गरौँ, समथिङ लाइक दिस। अब धेरै नै बिग्रिएको छ भने त सकिँदैन, तर केही मात्रासम्म छ भने हामीले यसरी फिक्स गर्न सक्छौँ। धेरै नै बिग्रिएकोलाई पनि फिक्स गर्न सक्छौँ हामीले। यतिलाई मास्किङ गरेर यसलाई छुट्टै तरिकाले ग्रेडिङ गर्न करेक्सन गर्न पनि सक्छौँ। त्यो मेथडमा पनि आउला, बट अहिलेलाई यति नै बुझौँ, त्यो कम्प्लेक्सतिर नजाउँ। कलर आफैमा कम्प्लेक्स हो, फेरि त्यही भएर धेरै कम्प्लेक्स गरिनँ। जस्ट अब कुरा केले अर्थ राख्छ त, अन्तिममा गएपछि के कुराले अर्थ राख्छ सर भन्ने कुरा गर्नुहुन्छ तपाईँहरूले। बहुत राम्रो क्वेसन हो है। अर्थ केले राख्छ भन्दाखेरि हामीले फिक्स गर्न सक्यौँ सकेनौँ, हामीले बनाउन खोजेको कुरा आयो आएन, त्यो कुराले अर्थ राख्दैन सर। कलर ग्रेडिङमा सरहरू है, कलर ग्रेडिङमा आइसकेपछि के कुराले अर्थ राख्छ त, वास्तवमै अर्थ राख्ने कुरा के हो त भन्दाखेरि वास्तवमै जे कुराले अर्थ राख्छ त्यो कुरा हो पहिला फुटेज कस्तो थियो र हामीले कस्तो कन्डिसनको फुटेजलाई कहाँसम्म लिएर आयौँ। पहिलाको फुटेज यो हो र यसलाई हामीले यहाँसम्म लिएर आयौँ। पहिला यस्तो थियो, हामीले यहाँसम्म लिएर आयौँ हो, यो कुराले अर्थ राख्छ। त्यही भएर तपाईँले लिएर आउन खोजेको ठ्याक्कै भनेको जसरी फुटेज आइदिएन, तपाईँले लिएर आउन सक्नु भएन, द्याट्स टोटली डज नट म्याटर। तर म्याटर राख्ने कुरा के हो त भन्दाखेरि कस्तो फुटेजलाई तपाईँले कतिसम्म बनाउन सक्नुभयो त, कतिको त्यो कुरामा सफल हुनुभयो त, त्यो कुराले अर्थ राख्छ। ओके, या अब लेट्स गो अगाडि बढौँ। अब इफेक्ट कन्ट्रोल प्यानलमा लुमेट्रिक कलर चलाउने बित्तिकै लुमेट्रिक कलर भनेर आएर यहाँ बस्छ। ओके, यसलाई हामीले राइट क्लिक गरेर कपी गर्न सक्छौँ।
ओके। अब यस्तै यस्तै इन्भाइरोमेन्ट भएको इन्डोर इन्भाइरोमेन्ट भएको ठाउँमा चाहिँ हामीले यस्तै यस्तै उज्यालो फुटेजहरूमा चाहिँ हामीले के गर्न सक्छौँ त त्यो कुरालाई युज गर्न सक्छौँ। जस्तै यसमा आएर मैले यो फुटेजमा आएर मैले त्यो कुरा युज गर्न सक्छु। जस्तै मैले यहाँ आएर राइट क्लिक गरेर पेस्ट गर्न सक्छु। ओके, अब हेर्नु न, यता त्यही कुरा ठिक थियो, यता त्यही एडजस्टमेन्ट के छ त बिग्रेको छ। ओके, भनेको लाइटिङ इन्भाइरोमेन्टले कलर ग्रेडिङलाई असर गर्छ। यो नसोच्नुहोस् कि एउटै तरिकाको के भन्छन् गरे एकचोटि करेक्सन गर्छु अनि त्यसपछि भइहाल्छ। कलर करेक्सन कलर ग्रेडिङ भनेको छुट्टै आफ्नै फिल्ड जस्तै हो यो, हैन? त्यही भएर यो चाहिँ अलिक टाइम लाग्ने काम नै हो है। यसमा चाहिँ धैर्य धारण गर्ने, आनन्दले गर्ने, नआत्तिकिन गर्ने। अब यसलाई फिक्स गर्दाखेरि यो भएन। अब यसको स्थिति के हो त? स्थिति यहाँ भयावह देखियो, तल आएर थिग्रियो कलर। किन? यो त हामीले पहिले युज गरेकोमा गरिरहेको थियौँ नि त, त्यही भएर अब यसलाई हामीले पहिला ब्याक टु नर्मल गरौँ। ओके, ब्याक टु नर्मल। त्यसपछि यो यसको यो पुरै यो हटाउँ, रेडमा पनि केही छ भने यो हटाउँ। ओके, कन्ट्रोल थिचेर यो पोइन्टमा थिच्नुपर्छ है। जस्ट यो मैले भन्न बिर्सिरहेको थिएँ, कन्ट्रोल थिच्ने अनि यो लिएर आएको पोइन्टमा थिचेपछि त्यो पोइन्ट मेटिन्छ, ब्याक टु नर्मल जान्छ। ओके, डबल क्लिक गर्नुभयो भने पनि यता कतै आएर फेरि ब्याक टु नर्मल हुन्छ, त्यो पनि बुझिराख्नुपर्ने कुरा। येल्लोको सरी ब्लूको मात्रा कम, सिधा सिधी, येल्लो धेरै छ, हल्का हल्का पहेँलो पहेँलो छ। ओके, अब पहिला व्हाइटमा आउँ र यसलाई थोरै थोरै यसरी थोरै थोरै जस्ट फिलको लागि मात्रै, नभए मैले यो व्हाइट त चलाउँदा नि चलाइन। ल, माथिबाट थोरै तल आएँ, म यो थोरै तल आउँछु। अब थोरै तल आउँदाखेरि बिग्रिन्छ जस्तो कन्डिसन छ। ल हेर्नु यहाँ कस्तो कन्डिसन, तल तल पनि छ अनि माथि माथि नै पुगेको हो। यस्तो कन्डिसनमा अब इन्डिभिजुअल च्यानलमा जाने, रेडमा जाने, रेडलाई थोरै तल तान्न मन लाग्यो मलाई। ओके, आई एम फाइन, थ्याङ्क यू। अनि फेरि यतातिर ग्रिन। ओके, थिग्रिन त दिनु भएन, जस्ट तल चाहिँ तान्नु पऱ्यो, समथिङ लाइक दिस। ओके, डन, फाइन। त्यसपछि लेट्स गो विथ हल्का यो ब्लू च्यानल माथि। ओके, यसमा यति नै हो, यहाँभन्दा केही गर्नुपर्ने आवश्यकता छैन। लेट्स चेक बिफोर एन्ड आफ्टर, बिफोर आफ्टर, बिफोर आफ्टर। अब यो फुटेज ओके छ। Let's play it. Okay. यसरी चाहिँ हामीले गर्न सक्छौँ। ओके, या सो इन्डिभिजुअली गर्नु पर्यो, एउटा एउटालाई गर्नु पर्यो। ओके, अब यो फुटेज सिमिलरली हो। यसमा पनि म सुरुबाट रिपिट गर्दैछु। यसमा के छ स्थिति? यसमा स्थिति यस्तो छ, कलरको स्थिति रेड ब्लू पनि माथि माथि नै छन्, तल अलिकति छैन। सो तललाई थोरै तलतिर तान्नु पर्यो। ओके, यो स्थिति छ। अब त्यसपछि हामी थोरै यसलाई मिड टोनलाई पनि अलिकति बढावा दिनलाई थोरै माथितिर उज्यालो ब्राइटनेस इन्क्रिज गर्नु, बस यति मात्रै, जरुरी छैन धेरै गर्नलाई। ओके, सो यसरी हामीले इन्डिभिजुअली स्टेप बाई स्टेप कलर करेक्सन गर्न सक्छौँ। यो चाहिँ के हो त, कलर करेक्सनको पार्ट हो। सो द्याट मच फर टुडे। आजको लागि म यति नै गर्न चाहन्छु। म धेरै लामो बनाएर ओभर हेसल दिन चाहन्न। एकचोटि तपाईँले कर्भको क्लास हेरेर यो कर्भ अनुसार चाहिँ यो तपाईँले फुटेजहरूलाई लुमेट्रिक कलर प्यानलबाट एडजस्ट गर्ने कोसिस गर्नुभयो भने चाहिँ तपाईँहरूले मजाले गर्न सक्नुहुन्छ। केही प्रब्लम आयो भने म छँदैछु। आई गोना फिक्स योर प्रब्लम इन नेक्स्ट सेसन। तबसम्मको लागि आजको सेसनबाट चाहिँ म बिदा माग्छु। नमस्कार, शुभ दिन।